हिँड्छ त हिँड्न यसले मलाई जो जस्तो भिडियो बनाउन आएको मैले काकोमा खिर खान गएको हामी चाहिँ खिर हो कि ढकने हो दादाले भिडियो बनाइदिँदैछ पपी म छिटो गएँ खिर पाकेन कि पारी माइला बाबुको घर यस्तो छ गाडीको रोड यहाँबाट आउँछ अहिले यो गाडीको रोड हो त्यही पर त्यो उँभो जाने बाटो चाहिँ माथि जेठामामा गाउँ जान्छ त्यहाँबाट माथला गाउँ पनि जान्छ अन्त गाडी यहीँ आइपुग्छ घरकै पछाडि आइपुग्छ माइला बाबुको घरकै पछाडि गाडी यस्तो बनाउनु भएको छ यहाँ मुनिपट्टि खेत हिँडेमा This is look भन्ने नि This is look भन्ने This is look भनेको नाति केटो के भन्छ हौ माइजू हुनुहुँदो रहेछ यहाँनिर भिडियो बनाउन This is look साइली माइजू यस्तै बनाएको छ यो चाहिँ पाली पुरानो घर पहिलाको अझै पनि छ घर चाहिँ यो पारी बाबुको घर हो कि के होला अब जादु सुन्दरी माथिको पारी हो यस्तो छ घर यस्तो छ घर दामी छ माइला बाबुको घर मैले बाबु कसको के हुँदैन यो चाहिँ माइला मामाको घर यो चाहिँ बाख्राकोर पहिले यहीँ थियो बाख्राकोर अहिले पनि छ र के हुँदैन यहाँ भिडियो बनाइदिएको यो चाहिँ चुचेढुङ्गो पहिले यहाँ ज्यामिरको रुख थियो नाइटे ज्यामिर अहिले चाहिँ यस्तो भएको छ यो चाहिँ माइला मामाको घर यस्तो छ यहाँनिर आँगन ठुलो बनाएको छ अहिले चाहिँ गाडीको रोटी भाँसतिरपट्टि छ उँभोपट्टि यतापट्टिको चाहिँ किचन यो चाहिँ ठुलो घर जस्तो भन्नु भएन त यो ढोल पानी हो भन्ने भन्नु नि मामा यो त भन्नु पर्दैन नि यो चाहिँ घर हो थाहा हुन्छ कि अरू चाहिँ भन्नुपर्छ नि त यो चाहिँ घर हो नि त यो चाहिँ घर हो कि यो चाहिँ एक्सप्लेन गर्नु पर्दैन नि त यहाँ पहिले ढिकुटी थियो त्यो ढिकुटी चाहिँ छैन अहिले भत्काएर यस्तो भएको छ यहाँ खाट बनाउनु भएको छ मामाले अन्त यो चाहिँ बाहिरपट्टि चाहिँ यस्तो बनाउनु भएको छ
यो चाहिँ जामुनाको रुख अझै पनि छ। पहिले मैले थाहा पाउँदा यस्तै थियो यहाँनिर बाटो, उता कमेर पानी जाने बाटो यही हो यहाँबाट। अहिले चाहिँ अब यस्तो गाडी भएको छ, मान्छेहरू साह्रै हिँड्दैन यहाँबाट। बाटो यता मास्तिरबाट बनाएको छ अहिले चाहिँ यहाँबाट। अन्त यो चाहिँ चुचेढुङ्गो अहिले पनि यस्तै छ। हामी पनि पहिला सानोमा खेल्थ्यौँ यहाँनिर, त्यतिखेर त गाडी थियो यहाँनिर। अहिले चाहिँ अब मान्छेहरू बसेर डुक्पाहरू बसेर यस्तो भएको छ। मास्तिर पाखामा पनि घाँसहरू रोपेर यस्तो भएको छ। यो ढुङ्गाको छेउमा चाहिँ अनि यहाँ अलिक उपरतिरपट्टि घर छ। अनि त्यहाँबाट यहाँ चाहिँ उता हाम्रो घरमा जाने बाटो चाहिँ यहाँबाट थियो पहिला। यो जुन चाहिँ अहिले मैले यो गुवा बगान देखेको यहाँनिर ज्यामिरको रुखहरू थियो पहिला। अहिले चाहिँ अब सबै गुवा रोपेको छ टुक्पाहरूले। अन्त यहाँबाट उँभो चाहिँ खन्तरे बाबाको घरमा जाने बाटो, दुईवटा बाटो थियो तलतिर मास्तिरबाट। यता चाहिँ रोड छ अहिले। यहाँ मुनिबाट चाहिँ बाटो छैन। यहाँ सबै अब घारी भएको छ अहिले। यहाँ अब डुक्पाले जमिन पाएर सबै गुवाहरू रोपेको छ। अन्त अहिले चाहिँ मान्छेहरू यही बाटो हिँड्छन्, सबै रोडकै बाटो यस्तो छ। अन्त यो मुनिपट्टि अधिकारीको घडेरीमै घर बनाएको छ डुक्पाले अहिले। त्यहाँ जुन पहिला अधिकारीकै घडेरीमा चाहिँ घर बनाएर बसेको छन् डुक्पाहरू। यस्तो छ उँधो सबै गुवा लगाएको छ अहिले चाहिँ। पहिले सबै जङ्गल थियो मैले थाहा पाउँदाखेरि, अहिले चाहिँ यस्तो भएको छ। अनि रोड यहीँ पुग्छ अहिले, अधिकारीकै घर मास्तिर गाडीको रोड यस्तो छ है। त्यो चुचेढुङ्गो त्यहाँ छ, ढुङ्गाकै मास्तिरपट्टि छेउमा पुग्छ रोड, ढुङ्गाकै छेउमा पुग्छ रोड चाहिँ। त्यहाँबाट मन्दिर यस्तो छ बाटो गाडी। पहिलेको पुरानो बाटो चाहिँ यहाँ मन्दिरबाट थियो, यहाँबाट त्यो ज्यामिर पारीको बाटो चाहिँ। अहिले चाहिँ सबै यस्तो घारी भएको छ, गुवाहरू रोपेर बाटो छैन अहिले चाहिँ। अब मान्छेहरू चाहिँ अहिले यहीँबाट हिँड्छन्। अन्त